सुरुमा हामीले जावामा कोड लेख्छौँ, त्यसको एक्सटेन्सन भनेको चाहिँ .जावा फाइल भनेर हामीले सेभ गर्छौँ है। अनि यसलाई चाहिँ कम्पाइलर भन्ने एउटा सफ्टवेयर प्रोग्राम हुन्छ। त्यो कम्पाइलरले चाहिँ हाम्रो सोर्स कोडलाई लिएर बाइट कोडमा कन्भर्ट गरिदिन्छ है त। यो कम्पाइलरको काम भनेको के हो भन्दाखेरि हाम्रो सोर्स कोडलाई लिन्छ र बाइट कोडमा कन्भर्ट गरिदिन्छ। यो कम्पाइलर कहाँबाट आइरहेछ भनेर हामी भिडियोको लास्टतिर हेर्दैछौँ है त। अहिलेलाई यति बुझ्छौँ कि यो कम्पाइलरले चाहिँ हाम्रो सोर्स कोडलाई लिन्छ र बाइट कोडमा कन्भर्ट गरिदिन्छ र त्यो बाइट कोडमा कन्भर्ट गरिसकेपछि चाहिँ डट क्लास फाइल भनेर सेभ गर्छ। यो चाहिँ प्र्याक्टिकली अहिले म देखाउँछु, लास्टमा देखाउँछु है त। यो बाइट कोड भनेको चाहिँ अब हाम्रो सिस्टममा रन हुँदैन, हाम्रो कम्प्युटरमा रन हुँदैन। यो रन गर्नलाई चाहिँ हामीलाई जेभिएम भन्ने चाहिन्छ। जेभिएम के हो भनेर पनि हामी लास्टमा हेर्नेछौँ। अहिलेलाई चाहिँ बाइट कोड हाम्रो सिस्टममा रन हुँदैन, जेभिएम चाहिन्छ। जेभिएममा बाइट कोड रन हुन्छ है त। जेभिएमले चाहिँ के गर्छ भन्दाखेरि त्यो बाइट कोडलाई चाहिँ 1 by 1 इन्टरप्रिट गर्छ, 1 by 1 रिड गर्छ र एक्जिक्युट गर्छ।